हेलो एभ्रिवान, वेलकम छ मेरो न्यू भ्लगमा। आज भन्नुपर्दाखेरि स्पेसल गरी मेरो विवाह हो। हामीहरू दुवैजनाले लगन हेराएर माघको 22 गते भएर हामीहरू विवाह गर्न गइरहेका छौँ। एकदम हाम्रो नर्मल हो, देखावटी चाहिँ छँदै छैन। हामीहरू आफू यही नर्मल विवाहमा चाहिँ खुसी राजी भएर हामीहरू विवाह गर्न गइरहेका छौँ। र यसको साथसाथै मेरो भान्जा, मेरो दिजु अनि त्यसपछि मेरो देवर बाबु अनि त्यसको साथसाथै मेरो ठुलो बुबाहरू पनि हुनुहुन्छ। र ठुलो बुबाहरूले बोलाइसकेपछि चाहिँ हामीहरू जाँदैछौँ बुढाबुढी। हामीहरू अहिले बाटोको यात्रामा छौँ र हामीहरू बाटोमा दौडिरहेका छौँ र मेरो भान्जा पनि बाटोमा दौडिराख्नु भएको छ उकालीहरूमा र पुलमा एकदमै चञ्चले गरिरहनु भएको छ। र हामीहरू अहिले चाहिँ हिँड्दैछौँ र यता हेर्दै भिडियो बनाउँदै, किनकि आफ्नो चुलबुलेपन होइन अहिले पनि हटेको छैन। र म मेरो पछि मेरो जेठो बुबा अनि मेरो साइलो बुबा अनि त्यसपछि मेरो बुढा हुनुहुन्छ र म पनि अगाडि छु। र यो चाहिँ हाम्रो खोला हो है। अब यहाँ चाहिँ पानीहरू एकदमै राम्रो, एकदम सफासुग्घर हुन्छ, किनकि पाहाड हो। पाहाडमा एकदमै राम्रो हुन्छ र म पनि पाहाडको बुहारी बनेकी छु र बन्दैछु अब, र बनिसके पनि भन्नुपर्छ है। र मेरो बुढाले पनि मलाई भनिराख्नु भएको छ भिडियो नबनाऊ लोटिन्छ भनेर, तर पनि मैले मानेको छैन, किनकि म भिडियो बनाउने बानी नै हटेको छैन। र हामी एकदम उकालोमा छौँ र क्यामेरा पनि एकदम हल्लिरहेको छ किनकि क्यामेरा नै राम्रो छैन है, त्यही भएर। र हाम्रो गाउँहरू हेर्नुहोस् साथीहरू। अनि त्यसपछि हामीहरू अलिकति माथि जाँदैछौँ, किनकि अझै टाइम लाग्छ थोरै। र मेरो अघि चाहिँ मेरो दिजु र मेरो भान्जा हुनुहुन्छ र हाम्रो भान्जा पनि धेरै दौडिरहनु भएको छ। अनि त्यसपछि यहाँ चाहिँ हाम्रो पाहाडको धारा, एकदम राम्रो पानी आइरहेको छ अनि हाम्रो बाख्राहरू पनि गाउँको बसिरहेको एकदम टोलाएर। अनि हामीहरू चाहिँ एकदम माथि गइरहेछौँ होइन, किनकि मैले क्यामेरा एकदमै त्यो राम्रो नभएर एकदम हल्लिएको छ। यतातिर हेर्नुहोस्, यता पनि एकदमै राम्रो छ भ्यू। र यतातिर तल गहिरो खेतहरूमा पनि एकदम गहुँ-जौँहरू एकदम राम्रो मलाएको छ। र यतातिर चाहिँ विद्यार्थीहरू एकदम भलिबलहरू खेलिराख्नु भएको छ, कसैले फुटबलहरू, कोही कपडा धोइराख्नु भएको छ। यसको साथसाथै उता मन्दिर पनि थियो र मन्दिरमा पनि मेरो बुढाले अब सिन्दुर हाल्ने तयारी भइसकेको छ। र त्यसपछि अब हामीहरू विवाहको सम्पन्न गरेर त्यहाँदेखि हामीहरू घर फर्किसकेपछि हामी सबैजनाले फोटोहरू खिच्यौँ, खुसी मनायौँ, अलिअलि भतभतेर पनि खायौँ। र खाइसकेपछि हामीहरू फोटो खिचेर अब यति नै हो, हाम्रो आजको विवाह सम्पन्न भयो। हामीहरू एकदम खुसी छौँ। बाई बाई।